नमस्ते साथीहरू हजुरहरूलाई हाम्रो यस स्मार्ट लोक सेवा हब विथ तारा युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामीले विश्वको भूगोलबाट केही महत्त्वपूर्ण जीके क्वेसन एन्सरहरू लिएर आएका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि हजुरहरूले माया र साथ दिनुहुनेछ। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, सुनौलो उनको देश भनेर कुन देशलाई चिनिन्छ? अप्सनहरू रहेका छन् भारतलाई, नेपाललाई, बङ्गलादेशलाई र थाइल्यान्डलाई। यसको सही जवाफ रहेको छ बङ्गलादेशलाई सुनौलो उनको देश भनेर चिनिने गर्दछ। दोस्रो प्रश्न छ, एसिया र युरोप जोड्ने पर्वतमाला कुन हो? अप्सनहरू रहेका छन् आल्पस, हिमालय, एन्डिज र युराल। यसको सही जवाफ रहेको छ युराल। अर्को प्रश्न छ, एसिया र अफ्रिका जोड्ने सागर कुन हो? अप्सनहरू रहेका छन् भूमध्य सागर, लाल सागर, काला सागर र अरबियन सागर। यसको सही जवाफ रहेको छ लाल सागर। अर्को प्रश्न छ, चीन र भियतनाम जोड्ने पुल कुन हो? अप्सनहरू रहेका छन् लुग ब्रिज, म्याङ ब्रिज, मितेरी पुल र एसिया पुल। यसको सही जवाफ रहेको छ मितेरी पुलले चीन र भियतनामलाई जोड्ने गरेको छ। अर्को प्रश्न छ, पर्वतमालाले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ? अप्सनहरू रहेका छन् 10%, 12%, 15% र 20%। यसको सही जवाफ रहेको छ 12% भूभाग पर्वतमालाले ओगटेको छ। अर्को प्रश्न रहेको छ, विश्वमा सबैभन्दा धेरै तस्बिर खिचिएको पहाड कुन हो? अप्सनहरू रहेका छन् सगरमाथा, केटु, कञ्चनजङ्घा र माउन्ट फुजी। यसको सही जवाफ रहेको छ माउन्ट फुजी। अर्को प्रश्न छ, विश्वको चिडियाखाना भनेर कुन महादेशलाई चिनिन्छ? अप्सनहरू रहेका छन् एसिया महादेशलाई, युरोप महादेशलाई, अफ्रिका महादेशलाई र अस्ट्रेलिया महादेशलाई। यसको सही जवाफ रहेको छ अफ्रिका महादेशलाई। अर्को प्रश्न छ, पाताला कुवाको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अप्सनहरू रहेका छन् एसिया महादेश, अफ्रिका महादेश, अस्ट्रेलिया महादेश र युरोप महादेश। यसको सही जवाफ रहेको छ अस्ट्रेलिया महादेशलाई पाताला कुवाको महादेश भनेर पनि चिनिने गर्दछ। अर्को प्रश्न छ, विश्वमा सबैभन्दा बढी एड्स प्रभावित देशमा संक्रमित जनसङ्ख्या कति रहेको छ? अप्सनहरू रहेको छ 20%, 25%, 30% र 40%। यसको सही जवाफ रहेको छ 30%। कहाँ रहेको छ त? अफ्रिकामा। अर्को प्रश्न छ, राजा खुफुको पिरामिड कुन देशमा रहेको छ? अप्सनहरू रहेको छ इराकमा, इजिप्टमा, जोर्डनमा र टर्कीमा। यसको सही जवाफ रहेको छ इजिप्टमा राजा खुफुको पिरामिड रहेको छ। अर्को प्रश्न छ, अफ्रिका महादेशमा पाइने उष्ण सदाबहार जङ्गललाई के भनिन्छ? अप्सनहरू रहेका छन् टाइगा, साभाना, रेन फोरेस्ट र टुन्ड्रा। यसको सही जवाफ रहेको छ रेन फोरेस्ट। त्यस्तै गरी आजको हाम्रो 12औं प्रश्न रहेको छ, उत्तरी गोलार्धमा जलसतह र स्थल सतह करिब बराबर रहेको छ भने दक्षिणी गोलार्धमा स्थल सतहको तुलनामा जलसतह कति बढी रहेको छ? अप्सनहरू रहेका छन् 10 गुणा बढी, 15 गुणा बढी, 20 गुणा बढी र 25 गुणा बढी। यसको सही जवाफ रहेको छ 15 गुणा बढी स्थल सतहको तुलनामा जल सतह रहेको छ। अर्को प्रश्न छ, महासागरको पानी मध्ये कति प्रतिशत पानी नुनिलो रहेको छ? अप्सनहरू रहेका छन् 80%, 90%, 97% र 99%। यसको सही जवाफ रहेको छ 97%। अर्को प्रश्न छ, आधा रातमा सूर्य र ध्रुवीय तारा देख्न सकिने स्थान कुन हो? अप्सनहरू रहेको छ दक्षिणी ध्रुव, भूमध्य रेखा, उत्तरी ध्रुव र कर्कट रेखा। यसको सही जवाफ रहेको छ उत्तरी ध्रुवबाट आधा रातमा सूर्य र ध्रुवीय तारा देख्न सकिन्छ। अर्को प्रश्न छ, पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने काल्पनिक बाटोलाई के भनिन्छ? अप्सनहरू रहेका छन् अक्षय, वृत्त, कक्ष र देशान्तर। यसको सही जवाफ रहेको छ कक्ष। अर्को प्रश्न छ, मनसुन कति प्रकारका हुन्छन्? अप्सनहरू रहेका छन् 1 प्रकारका, 2 प्रकारका, 3 प्रकारका र 4 प्रकारका। यसको सही जवाफ रहेको छ 2 प्रकारका। अर्को प्रश्न छ, दक्षिणी ध्रुव पुग्ने नेपाली को हुन्? अप्सनहरू रहेको छ पासाङ लामो शेर्पा, तेन्जिङ नोर्गे, रविन्द्र बस्नेत र बाबुराम आचार्य। यसको सही जवाफ रहेको छ
रविन्द्र बस्नेत दक्षिण ध्रुव पुग्ने पहिलो नेपाली रहेका थिए। र आजको हाम्रो अन्तिम प्रश्न रहेको छ, चीन र कोरिया बीचमा रहेको समुद्रलाई के भनिन्छ? अप्सनहरू रहेको छ रेड सी, ब्ल्याक सी, येल्लो सी र अरब सागर। यसको सही जवाफ रहेको छ येल्लो सी भनिने गर्दछ चीन र कोरिया बीचमा रहेको समुद्रलाई। आजलाई यति नै साथीहरू। हजुरहरूले हाम्रो यस स्मार्ट लोक सेवा हब विथ तारा युट्युब च्यानललाई लाइक, सब्स्क्राइब, शेयर गर्नुभएको छैन भने एकपटक लाइक, शेयर, सब्स्क्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।